यो हगेको गु खा तँलाई मैले तेरो बिग म्याचमा युनिभर्स हानिदिन्छु भन्यो भने पनि त ल्याप्रा ल्याप्रा पार्न खान्छ होला यो शिव खरेलले यार। कति विधि गरेको। अहिले त यो फेरि यसको बिग म्याच अहिले चालु हुँदै रहेछ, फेरि सेम डे फेरि यो तामाङ्नी भन्नेको पनि बिग म्याच रहेछ होइन। अनि मेरो बिग म्याचसँग तैँले म्याच जुडाइस, मेरा गिफ्ट जति लानी भइस् भनेर तेरो फेरि थर्काइरहेछ, उसलाई गाली गरिरहेछ होइन। अलि अस्तिसम्म साली भेना भन्दै चाहिँ लाइभ बसिरहेको थिएँ, अहिले चाहिँ त्यस्तो छ। यो शिव खरेल पागल हुनु पनि एउटा सीमा हुन्छ हो। कहिले यो गिफ्ट भन्दै त लाइभमा यहाँ पर मर्छ। यो फिल्महरूमा देखिन्छ नि, हिन्दी फिल्महरूमा अल्लाह के नाम पे कुछ दे दे भन्दै यो ट्रेनहरूमा माग्दै हिँडेको देखाउँछ नि, हो त्यस्तै के नेपालतिर पनि आउँछ यो अलग निरञ्जन भन्दै जोगीहरू चाहिँ चामल माग्न। सेम त्यस्तै यो जापानको गुएकिरो हो यो शिव खरेल भनेको। पुरै बेजती नै हो के। एउटा सीमा हुन्छ, एउटा हद हुन्छ हरेक कुराको होइन। ल गिफ्ट माग्नुको पनि हदै हुन्छ। ल मान्छे खुसी भएर ल उसले राम्रो कन्टेन्ट गर भनेर होइन, निकालो भनेर अनि उसलाई दिनु छुट्टै कुरो हुन्छ कि मान्छेले खुसी भएर। यहाँ त जबरजस्ती माग्छ कि उसले। अब उसको लाइभमा जाने भने अब कसैले अब एउटा फुल पनि फाले छैन, ऊ गेममा हार्न थाल्यो भने त्यो भ्युवर्सलाई त्यहीँ गाली गर्छ। मादरचोद भन्ने यो भन्ने मुखमा आएको जति पनि यो हिन्दी गाली छ सब निकालेर पोख्छ त्यहीँ। त्यसो भने तेरो त्यो पब्लिक नगरा नि त, प्राइभेट गरा। यो सब्सक्राइबर नभएर के अरे फलोवर्स अन्ली मात्र गराएर त लाइभ बस्न मिल्छ त। अनि तेरो पब्लिक भएछ त जो पनि त जान्छ गएर हेर्छ, अनि हेरो भन्दैमा तँलाई गिफ्ट दिनुपर्छ भन्ने हुन्छ। कमेन्ट अन गरेर राख्छस्, अफ गर। किन अन गर्छस् त? एउटा भाइले हिजो कि आज हो यो लाइभमा चाहिँ यो गिफ्ट नदे यसलाई भनेर लेखाएको थियो होइन। ऊ चाहिँ बिउसँग चाहिँ गेम खेले बेला 500 भन्दा नि आएको थिएन क्या पोइन्ट उसको। अनि उसले के भन्छ, मुखमा आएको भान्का लौडे मादरचोद के भन्यो सब गाली दियो त मान्छेलाई। यो बुढो त पागलै ठिकै हो। यो यसलाई गिफ्ट दिने फेरि महापागल के। तिमीहरूसँग पैसा त्यति के भन्छ धेरै छ भने यो अरूलाई बाँड नि त। यी हामीलाई कमेन्टमा आएर गिफ्ट दिन मिल्छ आजकल, पहिला पो मिल्थेन। अहिले त कमेन्टमा गएर गिफ्ट फालिदिनु मिल्छ अरूलाई। फालिदेऊ, हामीलाई पनि हुन्छ अलिअलि। शिव खरेललाई मात्रै किन उबलाउँछ र तिमीहरूले?